त्यो झिङ्गा नै हो भनेर पन्छाउन सक्नु पर्यो कि जुन मेन हामी माथि लाग्ने भनेको दर्शकको हातमा छौँ कि हामी त हामी यति भन्दै हामी यो सिरियल अगाडि बढाइरहेछौँ कि तपाईँहरू हेर्न नछुटाउनु होला त्यो छैन नि त्यो झिङ्गालाई सकेसम्म ढलभित्र हाल्ने म चिउरा खान्छु भन्न चाहन्छु हाम्रा सबै कलाकारहरूको सबैको बराबर हात छ हजुर हजुर हामी सिरियलमा छौँ अनि हाम्रो यता चाहिँ आत्माराम सर हुनुहुन्छ सर नमस्कार नमस्कार हजुरलाई आज चाहिँ धेरै पछि भेट्न पाइयो यो चाहिँ हजुर चाहिँ आज के गर्दै हुनुहुन्छ मैले चाहिँ आज मेरो सहारा भन्ने सिरियलको डाइरेक्सन गर्दैछु हजुर होइन हजुर अब तपाईँहरूले चाहिँ आजबाट मौका पाउनु हो हजुर अब यो मौका मात्रै पाएर भएन यो सिरियललाई कसरी अगाडि बढाउने भनेर सब्सक्राइब गर्न लगाउने मान्छेहरूलाई सेयर गर्ने आफ्नो आफन्तहरूलाई भन्ने हजुर होइन अब यो ग्रुपमा मिसिसकेपछि यो मेरो पनि हो है भनेर लाग्नु पर्यो क्या त्यो त हामीबाट त छ होइन एकदमै अब त्यो कुरा चाहिँ हजुरले बिचबाटैमा चाहिँ हामीलाई धोका दिन अब धोका किन दिने नि धोका दिँदिनँ मैले बरु मलाई चाहिँ धोका नदिनु तपाईँहरूले होइन हामीबाट त एकदमै भरपुर होइन हामीबाट हुने साथ सपोर्ट चाहिँ एकदमै हामीबाट छ र हजुरले चाहिँ अब पहिलाको विगतका पास्ट पछाडि फर्केर नहेरौँ होइन अब त्यसै गरी चाहिँ बिच बाटोमा चाहिँ हजुरले चाहिँ खुट्टा छोड्न चाहिँ होइन पास्ट त सम्झिन पर्छ होइन हजुर हिजोको दुःख सम्झ्यो भने आज सुख हुन्छ हजुर होइन अब त्यो नै नसम्झिकन त कसरी अगाडि बढ्ने हजुर बुझ्नु भएन तर कुन कुरा सम्झिने र कुन कुरा नसम्झिने भन्ने कुरो हुन्छ हजुर राम्रो कुरा सम्झिने नराम्रा चिजहरूलाई चाहिँ हालिदिने हो सही हो ल कस्तो भने आफू मौरी भइन्छ भने कहिले पनि झिँगाको सङ्गत गर्नु हुँदैन के अनि कुनै झिँगा चाहिँ आफू मौरी पठा आएछ भने पनि यो मौरी हुन सक्दैन त्यो झिँगा नै हो भनेर पन्छाउन सक्नु पर्यो कि यस्तो झिँगालाई हामीले झिँगा हो भनेर चिने पछाडि चिनिरहने बोलिरहने होइन तर सङ्गत गर्न चाहिँ नछोड्ने पनि म त त्यो त छैन नि त्यो झिँगालाई सकेसम्म ढलभित्र हाल्ने ल धेरै धेरै धन्यवाद सर हजुरलाई आज धेरै पछि भेट्न पाइयो हजुर हाम्रा सबै कलाकारहरूको सबैको बराबर हात छ हजुर हजुर अनि यो सिरियललाई चाहिँ राम्रो बनाउने कि नराम्रो बनाउने कि भन्ने कुरा सबभन्दा ठुलो हात चाहिँ हाम्रो रामशेर जिरेल भन्ने हुनुहुन्छ हजुर उहाँ चाहिँ हाम्रो ज्येष्ठ हो सबभन्दा ज्येष्ठ भनेको उमेरले होइन कि हजुर कामले उहाँले कामले किनकि 30औं वर्ष काम गरिसक्नु भएको छ हजुर एकदम भर्खरका हो ए ल ल धेरै धेरै धन्यवाद तपाईँलाई आज धेरै पछि भेट्न पाइयो र मिठो 2 शब्द बोलिदिनु भयो है त्यसको लागि पनि धेरै धेरै धन्यवाद केही भन्न चाहनुहुन्छ अन्तिममा अन्तिममा मलाई धोका नदिनुहोस् सबै कलाकारहरूले मलाई साथ दिनुहोस् मलाई पैसा भन्दा पनि नाम चल्नु परेको छ कि मेरो कारणले तपाईँहरू चाहिँ आत्मारामले गर्दा म माथि गएँ भन्ने कुरो हुनु पर्यो कि ओ त्यति चाहिँ हुनु पर्यो हस् सर ल त्यति बनाइदिनु होला खुसी बनाइदिनु होला हामीलाई पनि होइन के छ बा के छ त हजुरको के भन्नु छ त हामी केही बोलेको छैन कि हजुर त हामी अब यो छ नि मेरो सहारा सिरियल हामी आज 24 भागमा आएको थियो है हजुर त हाम्रो डाइरेक्सन उहाँले गरिरहनु भएछ हजुर त उहाँलाई अघिदेखि उहाँले देखाउनु भएछ हजुर त हाम्रो क्यामेराम्यानमा हुनुहुन्छ हाम्रो जिरेल सर हुनुहुन्छ त उहाँलाई पनि देखाइदिनुहोस् एकचोटि त्यसै गरी हामी छ नि हाम्रो जुन कलाकारहरू जोडिनु भएछ त हजुरलाई पनि त हामी नयाँ भेट भएछ आज होइन हजुर त बहुत खुसी लागिहालेछ त हाम्रो च्यानललाई सबैले सब्सक्राइब गरिदिनुहोस् फलो गरिदिनुहोस् कमेन्ट लेखिदिनुहोस् त हामी त्यसमै खुसी छौँ अब हाम्रो दर्शकहरू हुनुहुन्छ नि जुन मेन हामी माथि लाग्ने भनेको दर्शकको हातमा छौँ कि हामी त हामी यति भन्दै हामी यो सिरियल अगाडि बढाइरहेछौँ कि तपाईँहरू हेर्न नछुटाउनु होला धन्यवाद धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो सरलाई के भन्नु छ हाम्रो मेरो सहारा सिरियलमा चाहिँ जोडिनु भएको छ तपाईँलाई जोडिन पाउँदा कस्तो फिल भइरहेछ त मलाई नमस्कार सबभन्दा पहिला हजुर रमाइलो भइरहेछ एकदम मैले यो सिरियलमा 20 भागदेखि नै इन्ट्री भएको हो हजुरको रोल चाहिँ के छ यसमा म यो सिरियलमा चाहिँ म ठेरारको रोल छ हजुर एउटा घर बनाउने ठेरार होइन यस्तै यस्तै रोलहरूमा काम गरिरहेको छु ल के भन्न चाहनुहुन्छ मेरो सहारा सिरियललाई चाहिँ के भन्नु सबैजना दर्शकले लाइक सब्सक्राइबर गरिदिनुहोस् हजुर त्यही भन्न चाहन्छु हस् धन्यवाद हजुरलाई पनि स्वागत छ अनि नमस्कार हजुर चाहिँ के रोलमा हुनुहुन्छ
हजुरसँग चाहिँ मेरो पहिलो भेट हो है आज एकदम पहिलो भेट हो हजुर के भन्न चाहनुहुन्छ मेरो सहारा सिरियललाई हजुरले म यही भन्छु सहारा सिरियलमा कि तपाईँहरूलाई कि 24 भागमा हामी प्रवेश गरेका छौँ हजुर भ्युज धेरै बढाउनु हेर्नु देख्नु अनि सेयर गरिदिनु हस् धन्यवाद हजुरलाई पनि स्वागत छ है हजुरसँग पनि मेरो पहिलो भेट भएको हजुर चाहिँ मेरो सहाराको हिरोनी अरे भर्खर सुन्दैछु अनि हिरोनी होइन है म चाहिँ हिरोनी होइन जिरोनी हो होइन हजुर के भन्नु छ त मेरो सहारा सिरियललाई के भन्नु छ त हजुरको 2 शब्द मिठो शब्द बोलिदिनुहोस् न त म चाहिँ के भन्न चाहन्छु भने सबैजनाले हेरिदिनु होला गरिदिनु होला हाम्रो कमी कमजोरी केमा छ त्यो पनि कमेन्टमा लेखिदिनु होला भन्न चाहन्छु हस् धन्यवाद हजुर हजुर के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्न हजुर हजुर हिरो त नभनु है हिरो चाहिँ नभनु अब हाम्रो यो आजको 24 भाग है मेरो सारा सिरियल 24 भागमा हिँड्दैछु हामी हजुर सबै दर्शकहरूले हामीलाई हेरेर माया गरेर हामी कसरी अगाडि बढ्ने कमी कमजोरी कस्तो छ तपाईँहरूले हेरेर कमेन्ट सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु होइन त हस् धन्यवाद हजुरलाई सर हजुरलाई पनि नमस्कार अनि हाम्रो मैले चाहिँ एउटा दुइटा सिरियल खेलेको थिएँ होइन त्यसमा चाहिँ अब क्यामेराम्यानहरू धेरै भेटेँ हजुरलाई पनि आज पहिलोचोटि भेटेँ एकदम रमाइलो तरिकाले चाहिँ क्यामेरा खिच्नु हुँदो रहेछ खुसी लाग्यो होइन तपाईँलाई चाहिँ यहाँ आउँदाखेरि कलाकारहरू चाहिँ कस्तो लागिरहेछ त सबजना राम्रो छन् राम्रो हुनुहुन्छ मेकअप गरेर कि नगरेर होइन सबै नगर्दा नि राम्रो छ हो ल धेरै धेरै त हजुरले चाहिँ के यो मेरो सहारा सिरियललाई के भन्न चाहनुहुन्छ त म चिउरा खान्छु भन्न चाहन्छु हजुर के भयो हजुरलाई चाहिँ एकदम अल्छी मानेर बस्नु भयो त खासै म अल्छी चाहिँ होइन हजुर अल्छी गरेको मात्रै हो मैले ए किन आज धेरै एकदमै अल्छी फिल भइरहेछ कि क्या हजुरलाई आज अलिकति समस्या छ त्यही भएर ए ल ठिकै छ केही छैन के भन्न चाहनुहुन्छ मेरो सहारा सिरियललाई हजुरले सबैभन्दा पहिलो त सबैजनामा दर्शक बिनहरूलाई नमस्कार गर्न चाहन्छु हजुर अनि हाम्रो प्यारा प्यारा दर्शक श्रोताहरूलाई हाम्रो यो सहारा सिरियल हेरेर साथ सपोर्ट गरिदिनु होला भनेर कुनै पनि कमी कमजोरी छ भने सुझाव सल्लाह दिनु होला भनेर भन्न चाहन्छु हस् धेरै धेरै धन्यवाद हजुरलाई पनि पहिलोचोटि भेट्न पाएँ खुसी लाग्यो सर अनि हजुर चाहिँ चस्मा ढल्काएर बस्नु भएको त नमस्कार हजुरलाई हजुर के भन्न चाहनुहुन्छ मेरो सहारा सिरियललाई यो सिरियलको म समाजसेवी बनेछु हजुर सबैलाई दुःख पुरा परा चिसो भाइलाई उकास्ने काममा अभिनय गरेछु मैले हजुर मेरो सहारा सिरियललाई सबै दर्शक नै हेरिदिनु होला मन पराइदिनु होला म समाजको रोलमा खेलेछु समाजसेवा गर्ने सबैले माया र सपोर्ट गरिदिनु होला भन्ने अनुरोध गर्दछु दर्शकहरूलाई धन्यवाद ल अनि हाम्रो प्यारी सिरियलको आमालाई हेर्दैछौँ अनि दिजुलाई पनि भेटिसकेँ मैले दिजु नमस्कार होइन हाम्रो चाहिँ खाजा खाने बेला पनि हुँदैछ ठिकै छ केही छैन हजुरलाई सहारा सिरियल कस्तो लागिरहेछ के भन्न चाहनुहुन्छ सहारा सिरियल अब हामीलाई त राम्रै लागिरहेको छ हजुरहरूलाई पनि राम्रै लागोस् राम्रै कमेन्ट गरिदिनु होला काहीँ कमजोरी छ भने सुधार्ने मौका दिनु होला भन्न चाहन्छु त्यही हो धन्यवाद हस् धन्यवाद हजुरलाई पनि धेरै धेरै नमस्कार हाम्रो सिरियलको सासु आमा नमस्कार मेरो बहिनी उहाँ चाहिँ हजुर चाहिँ मेरो चाहिँ सासु रियल सासु पनि हो है ए फुपू दिदी भनिन्छ क्यारे होइन घरपट्टिबाट त अलि साइनो लाउन आउँदैन बुहारी नयाँ नयाँ पर्यो नि त हजुर के भन्न चाहनुहुन्छ सहारा सिरियललाई अब म त के भन्न तपाईँको रोल के छ सहारा सिरियलमा रोल के छ आमाको रोल खेल्नु भएको छ के भन्न चाहनुहुन्छ छोरा बुहारी छ हजुर हैन दुईजना हजुर हाम्रो डाइरेक्टर साहब यहाँ हुनुहुन्छ हजुर हैन हजुर मलाई माया गरेर यो सिरियल सबैजनाले हेरिदिनु होला कति दुःख गरेर बनाउनु भएको छ हैन हजुर हामीले पनि त्यतिकै दुःख गरेर छौँ माया गरिदिनु होला भन्न चाहनुहुन्छ हस् धन्यवाद हजुरलाई भेटेर धेरै 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 खुसी लागेको छ मलाई पनि आफ्नो परिवारलाई भेटेर धेरै खुसी लागेको छ धन्यवाद अनि यहाँ चाहिँ खाजा खाने टाइम पनि हुँदैछ अनि मेरो यो चाहिँ बचपनको दोस्त यार लगौटी पनि हो अनि तँलाई चाहिँ सिरियलमा आउँदा कस्तो फिल भइरहेछ
मलाई फर्स्टपटक आएको होइन एकदमै रमाइलो फिल भइरहेछ सबैजनालाई भेट्न पाउँदा नयाँ नयाँ मान्छेहरूसँग चिनजानी गर्दा नयाँ ठाउँमा एकदमै बेस्ट लागिरहेछ ल नजानेको कुराहरू चाहिँ सिकाइदिनु होला मेरो साथीलाई पनि भन्न चाहन्छु होइन ल है त सुन न ल भन् सुन भन् हेलो सबैजनालाई चाहिँ नमस्कार म चाहिँ आज सहारा सिरियलमा छु हाम्रो आत्माराम सरले चाहिँ मलाई सम्झिनु भएकोमा धेरै खुसी लागेको छ अनि हाम्रो कलाकार साथीहरूलाई भेट्न पाउँदा पनि एकदम खुसी होइन एकदम ह्याप्पी फिल भइरहेछ मलाई नआउनु भएकोले पनि हेर्नु होला हामी सेयर गर्नेछौँ अनि सब्सक्राइब पनि गर्नु होला च्यानललाई होइन अनि जतिले पनि हेर्नुहुन्छ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर हामीलाई माया गरिदिनु होला र कमी कमजोरी के छ त्यो पनि हजुरहरूले भनिदिनु होला भन्न चाहन्छु होइन थ्याङ्क यू ल है त खाजा खाने टाइम छ खाजा खाम मस्तले आत्माराम सर हजुरलाई धेरै धेरै धन्यवाद है त फेरि बोलाउँदै गर्नुहोस् माया नमार्नुहोस्